दुर्गा माताको कसम खाएर भन्छु म सत्य कुरा बोल्ने मान्छे हो। आजको जेनजी आन्दोलनमा ऋषिजी सबैभन्दा बढी जेनजी आन्दोलन काठमाडौँमा भयो, बढी सबैभन्दा बढी क्षति मैले बिहोरेँ। 6 करोडको दबाई फ्रीमा गरेँ। भ्रष्टाचार विरुद्धको आन्दोलनमा केपी प्रचण्ड शेरबहादुरको विरुद्धमा कुरा उठाएको कसले? भ्रष्टाचार गरिसकेर यिनीहरूले सोसियल मिडिया बोल्न नदिने यो संविधान फाल्योस्। बहादुर गुरुङलाई हानेको त सुदन गुरुङ उहाँकै काका भतिजको छोरो होला। 2 महिनामा 23 चोटि बालेनलाई चाहिँ नि अमेरिकन एम्बासेडरले भेटेको छ। काङ्ग्रेसको उत्पत्ति त पश्चिमाहरूकै डिजाइनमा दिल्लीमा भयो। प्रजातन्त्र ल्याउन पनि अमेरिकाले सहयोग गरेको हो नि। राजा महेन्द्रको रहस्यमय हत्या भयो, इन्डियालाई प्रयोग गरेर मारियो। यसमा सबै नेताहरूको साथ छ, सबै पार्टीको सिनियर नेताहरूको साथ छ। तलकालाई थाहा हुँदैन यो कुरा। जनताबाट यति वितृष्णा फैलाइयो, राजा भनेको राक्षसै भन्ने बनाइयो। राज संस्था पनि गयो, हिन्दू राज्य पनि गयो। अब नयाँ प्लेयर खडाइदिए। खोज नेपाली जनता हो, खोज देशको धमिरो खोज। रवि लामी छानेका म समर्थकहरूलाई के भन्छन्, मलाई मुख नछाड। सबैभन्दा खतरनाक भनेको भिक्टर बालेन। यो देश सिद्ध्याउने, यो देशको सबैभन्दा ठुलो अपराधीहरू भनेको यो टिम हो। मैले बरु बिरामीको उपचार गर्ने, बालेनले 1 लाख रुपियाँको उपचार कसैलाई गरेको सुन्नु भएको छ? आज आफ्नो गल्तीको पैसा हालेर सबै धर्मलाई खुल्ला छ, तर मिसन सहितको धर्म चाहिँ मानिँदैन। क्रिस्चियनिटीलाई त्यसरी चल्न दिइँदैन हो, यो कुरा बुझ्नु। म त्यो दिन प्रधानमन्त्री भएको थियो भने नि सुशीलाको ठाउँमा त्यो राष्ट्रपति उपराष्ट्रपति जम्मैलाई लगेर खोरमा हाल्ने थिएँ।